यहाँ चाहिँ जेरुसलेमको मर्निङ भ्यू। हामी अब रेलवे स्टेसन अन्त बस स्टेसन जाँदैछौँ। यहाँको चाहिँ 6:10 जस्तो हुँदैछ। आयो के गर्ने, यता दी छ अन्त म मात्रै छु। अब हामी दुईजना चाहिँ छुट्टी बसेर रिल्याक्स भएर फेरि बोजूको अनुहार हेर्न हामी जाँदैछौँ। यहाँको चाहिँ यस्तो हुन्छ, मेट्रो जस्तो रहेछ तर दिस इज नट अ ट्रेन। अनि यो चाहिँ ट्राम्प भन्दो रहेछ, यसलाई चाहिँ ट्राम्प भन्दो रहेछ। यो चाहिँ यहाँबाट उहीँबाट 5 मिनट हिँड्नुको लागि पनि यसमा चाहिँ मान्छेहरू चाहिँ चढेर जाँदो रहेछ। हामी पनि खास हो भने चाहिँ यसमै जानुपर्ने हो, तर अब हामी भरे कहाँ पुगिपठाउँछौँ होला भने चाहिँ हामी चाहिँ हिँडेरै प्रिफर गर्दैछौँ एकदमै। भरे कुन चाहिँ स्टपमा हामी झर्नुपर्ने हो, वी डोन्ट नो अबाउट द्याट, वी डोन्ट ह्याभ एनी आइडिया, द्याट्स वाइ वी आर गोइङ। चिसो है बिहान चाहिँ, तर रिफ्रेस हुने खालको है। रिफ्रेस चाहिँ हामी चाहिँ सबैजना यहीँनिर भएको भए चाहिँ कति चाहिँ राम्रो हुन्थ्यो होला है। सबैजना यतै काम भएको भए चाहिँ एकदम हाम्रो चाहिँ लाइफ सेटल भएको जस्तो हुन्थ्यो हो। अपार्ट पनि छेउमा हो, सबै थोक छेउमा। यी बस चाहिँ यो ऐसा बस में जाना पड़ता है हम लोगों को। हामी चाहिँ यस्तो भएर ब्याग झोली तुम्बी बोकेर हामी जाँदैछौँ। के गर्ने, यस्तै रहेछ यहाँनिर हो। बिहान निन्द्रामा उठेर जानुपर्छ। यो बस त के लिली कहलिँदैछ त है, डरै लाग्यो। बिचको त खेलाउनको बस जस्तो लिली कहलिन्छ। यो कालो लाउने मान्छेहरू चाहिँ नि डरै लाग्दोहरू, यिनीहरू चाहिँ एकदम पक्का कठोरहरू हो। हेर्नु नि बिल्डिङहरू देखिए हो, एकदमै डरलाग्दो। साबातको दिन चाहिँ यही कालो टोपी कालो फिल्टर लाउनेहरूलाई हेर्नु मात्रै आएको जस्तो भयो हामी चाहिँ। यता त ट्रेन हो नि त होइन नि त। हाम्रो चाहिँ रेड लाइट देखाइरहेको छ। अब यहाँबाट बाटो क्रस गर्नुपर्छ। यता बसहरू आउँदैछन् यसरी लिली हल्लिँदै जाँदैछौँ है हामी, जाँदैछौँ। यो भिडियो चाहिँ नेक्स्ट टाइमको लागि गरिरहेको नि त, बिर्सी पठाएको हुन्छ कि भन्नु ल। लु अब हामी आइसक्यौँ हो, स्टेसन आइपुग्यो। यो चाहिँ रेलवे स्टेसन हो परको चाहिँ। अन्त अब यहाँको चाहिँ भित्र अन्डरग्राउन्ड जस्तोमा पस्नुपर्छ हो, अन्डरग्राउन्ड जस्तोमा पस्नुपर्छ बस स्टेसन चाहिँ। मुनि नै पस्नुपर्छ है यहाँभित्र अस्ति कहाँबाट यहाँबाट चाहिँ अब हामी भित्र छिरेको छौँ होइन। यहाँबाट चाहिँ हामी उकालो